Hello everyone, welcome to my channel. मेरो हैन इस रोशनाको च्यानल but still I will be vlogging today because दुई दिन भयो मैले उलाई फोनहरु चलाउन दिएको छैन। कस्तो मेरो घाँटी सुकेको। आज हस्पिटल जाने 8 बजेको अपॉइन्टमेन्ट छ। बाबुको ल्यासिक सर्जरी छ। त्यही भएर म बिहानै उठेर म फ्रेश भइसके। बाबु चाहिँ भर्खर उठेर नुहाउँदैछ किनभने मैले उलाई अलिक बेरसम्म सुत्न दिएको थिएँ। फर्स्ट चाहिँ म पानी तताएर लिएर आउँछु। हामी बिहान नै पानी खान्छ। तातो पानी खानैपर्छ दुवैजनालाई। तातो पानी खाने ह्याबिट छ। कसरी गर्छ मान्छेले भ्लग एउटा हातमा फोन छ तब जान्छु हामीले यसरी रात्रि कसै कहिले पनि जुठो खाएर छोड्दैन तर हिजो बेलुका मैले राति 6 बजे आएर चिया बनाएर खाएको अनि भाँडा चिया पानी खाने ग्लास चाहिँ माझिहाल्छु बोली आइरहेको छ ताते गर्छ पूजा गरिहाल्छु पूजा पनि गरिसक्यो बाहिर पानी पनि तातेर होला पानी लिएर जान्छु अफ भएछ नि त ए पावर अफ भएछ के छैन अलिकति निचो लिएन 50-50 सबै कुरामा 21 तेरा 21 मेरा 2 तेरा 2 मेरा मिन्ट टिपेर लिएर आउँछु 1 2 सानो मात्रै रहेछ अलिक ठुल्ठुलो भएको आउँदैन के छैन बाँच्न चाहिँ आउँछ मजाको मैले साँच्ची मिन्ट भनेर यसरी टिप्न आउँदाखेरि यो पनि के टिपेर लगेछ कि धेरै जान्छु त अनि अर्कै पात छ मैले त्यस्तो बेसी सोचिनँ अनि मैले त्यतिकै हालेँ पानीमा अनि भोलिपल्ट आएर पो हेर्दाखेरि त ल त्यो त मिन्ट होइन पो रहेछ बाबु उठ्यौ ल बाबा पानी खान आऊ पानी खायो मिठो भयो पानी ओहो हजुर म चस्मा बिना त हेर्नुहुन्छ नि हैन चस्मा लगाएर कस्तो देख्छ लास्ट एकचोटि हेर्या आज लास्ट हो चस्मा लगाएर बोल्दै चस्मा लगाएको देख्दैन चस्मा लगाएर हामी के राख्नुपर्छ बाबा फ्रेम गरेर राख्नुपर्छ हैन चस्मालाई इट्स बीन भेरी हेल्पफुल फर अस तिमीले भन्यो फर अस हैन फर हर मैले भनिसके सबै भनिसके फोन चलाउन दिएको छैन यो मान्छेले मलाई फोन चलाउन दिएको छैन अहिले किन हेरिरहेको फोनमा त्यो पनि पाउँदैन आज देखि म कति ज्ञानी छु भने मानिहाल्छ न म दबाई देखाउँछु तिमी पानी खाऊ अनि कति बज्यो 7 बज्यो ल हामीसँग त आधी घन्टा मात्रै रहेछ नि होइन तिमीले खाजा खानुपर्छ तिमी आज दबाई कसरी मात्र बुझेर आउँछ मैले बुझिसक्यो भन्नै पर्दैन यो मान्छे कति धेरै क्वेसन सोध्छ डक्टर्सहरूलाई यस्तो यस्तो क्वेसन सोध्छ यो स्टोरी भनिहाल्छ प्लिज मलाई जिम्मा गर्छ पहिलाको जुन फर्स्ट अपोइन्टमेन्टमा जुन डक्टर थियो उसले सब एन्सर दिइरहेको थियो कि अनि सेकेन्ड अपोइन्टमेन्टमा गएको फलोअप अपोइन्टमेन्टमा गएको बेलामा चाहिँ एकजना डक्टर थियो होइन अनि उसले यति धेरै क्वेसन सोध्यो त्यो डक्टर नर्भस भएर के भनिदिरहेको सिनियर डक्टरलाई सोध्दा भनेर भनिदिनु अनि त्यसलाई क्यालकुलेसन्सहरू मिलाएको थियो कि आउने मेसिनमा जुन चाहिँ देखाइरहेको छ त्यो चाहिँ अर्कै भ्याल्यु देखाइरहेको छ लेख्ने बेला चाहिँ अर्कै लेखिरहेको छ अनि मैले मजाले हेरिरहेको छु अनि अर्कै लेखेको गर्छ अनि मैले त्यसलाई मलाई थाहा छ त एक्सपिरियन्स डक्टर हो तर तैँले किन अर्कै भ्याल्यु लेखिरहेको छ यहाँनिर त्यहाँ त अर्कै छ किनभने सानो कुराले पनि बिग्रिन्छ नि त यो त कस्तो करेक्सन गर्ने कुरा हो तैँले यस्तो गरिरहेको छस् भनेर चाहिँ मैले चाहिँ त्यो टायर्ड होला सोचिरहेको थिएँ कि बिचरा होइन बरु होइन रहेछ उनीहरूको क्यालकुलेसन रहेछ कि अर्कै पाराले निकाल्दो रहेछ कि त्यो कस्तो दुईवटा दबाई चाहिँ 2000 के भन्छ के पनि मुखमा के पनि लाएर न भनेर भन्नुहुन्छ त्यो ड्राई हुन्छ भने यहाँ चाहिँ लिप बाम लाउँछ अनि यति पोर्सनमा चाहिँ लोसन लाउँछ त्यो चाहिँ पछि यस्तो गर्न मिल्ने भनेर त्यसो चाहिँ कपाल ड्राई गर्छु अनि खाँदै कपाल ड्राई गर्छु ल यो चाहिँ मैले 4 खेप दबाई देखाउनु खोजिरहेको ल हुन्छ यो दबाई म पछि देखाउँछु तर 4टा दबाई छ दुईटा 2 हप्ता लाउनु पर्ने दुईटा एउटा 1 हप्ता लाउनु पर्ने एउटा चाहिँ उयो म आज बेडहरू मिलाएको छु बेडसिटहरू सबै चेन्ज गर्ने किनभने भरे आएर तिमी सफामा सुत्नु पऱ्यो नि त हामीसँग एक्स्ट्रा सिरानी कभर छ मलाई कस्तो गाह्रो लाग्छ तिमीले कसरी छिराउँछ होइन म गरिहाल्छु नि तर पर्फेक्ट ल बेड पनि फेरि के मिल्यो नोइज पोल्युसन क्यान्सल हुँदैन हाम्रो रेस्टरुमको स्विचै बिग्रियो त्यो रेस्टरुम र बाथरुमको स्विचै बिग्रियो काम गराउँछु तिमी रेडी होस् पानी खाऊ पनि तल चाहिँ मेरो केही काम गर्दाखेरि फ्रेस सर्को गरेको आज रुमहरू पनि त्यो मेसिन दैलो खोलिदिन्छु बिहानको कुल ब्रिज आओस् घरमा ओहो आज त फ्राइडे हो
भोलि र पर्सि त छुट्टी त्यस्तो लाग्छ फ्राइडे इभिनिङ चाहिँ मेरो बेस्ट डे हो मलाई एकदम मनपर्छ फ्राइडे इभिनिङ होइन यसो फ्यान लिएर चलाइदिनु पऱ्यो त्यसो गर्दाखेरि रुममा रिफ्रेसिङ होस् म तल जान्छु ल तिमी रेडी गरेर पानी खाऊ पानी अब मैले दामी आइडिया लगाइदिन्छु हामीले एकदम बेसी खाना बनाउँछ नि त अनि खाना बनाउँदा चाहिँ बाख्रा गुम्सिरहेको हुन्छ होइन अनि डक्टरले के भनेको छ भन्दाखेरि चाहिँ एटलिस्ट 1 विकसम्म चाहिँ धुवाधुलो अनि एकदम बेसी हावाहरूबाट चाहिँ टाढा बस्नु अनि घरमा खानाहरू बनाउँदाखेरि चाहिँ टाढा बस्नु भनेर भनेको छ त्यही भएर चाहिँ नि जस्ट बिङ केयरफुल यो फ्यानहरू जोडेर सबै फ्रेसिङ लगाइदिनु न घर होइन खाजा पनि बनाउनु छ ल 7 बजेर 8 मिनट गइसकेको छ खाजामा के बनाउने थाहा छैन त्यही भएर मिल्क सेक बनाउँछु अनि एउटा सानो एप्पल खान्छु हेल्दी भइहाल्यो र मैले तिमीले हिजो किन म बिहान खतरा एउटा ब्रेकफास्ट बनाउँछु भनेर भनेको थिएँ नि त्यही बनाउनु लाग्यो मिल्क र बनाना सेक त्यो त मेरो आइडिया थियो तिमी त अर्कै के खुवाउँछु भन्दै थियो मलाई हैन बाबा हजुर म माथि जानै पर्छ पानी लिएर आएर खाऊ खाऊ पानी खाऊ ए मेरो पानी ल्याइदिनु न मैले चाहिँ खाइदिन्छु र यो रेडी भयो दुध यसमा हालेँ होइन नाइस सनफ्लावर त सुकेछ होइन पानी नै छैन अनि मैले गरिनँ नि त घरमा केही हुँदैन त्यही तिमीले गरेन भने केही हुँदैन अनि मैले गरेन भने केही हुँदैन म 2 दिन भयो के 2 दिनै हुन्छ होइन म 2 दिन भयो किचन नआएको सब मैले गरेर आएको 2 days एङ्गल चेन्ज तपाईँहरूको इन्टरटेनमेन्टको लागि यो पानी खाएर नि पानी सकिहाल्यो सब 25 बजी How do you feel for the very last moment? मैले एरिन्छु फुटाएर किनभने त्यहाँनिर फेरि अप्ठ्यारो हुन्छ कि भनेर होइन कस्तो हुँदैछ हाउ डु यु फिल म त्यसै त्यो उसको लागि नर्मल चेकअपको लागि गइरहेको जस्तो फिल भइरहेको छ ओके ल बाबा त्यसो भए गुड लक होइन होइन सुरुमा राइट फुट अगाडि मैले पैसा तिरिसकेँ अब दिदी जानुभएको छ मेरो कुरुवाहरू दिवास अनि बाबु अहिले चाहिँ हामी मसाज रुममा छ यो वेडिङ रुममा मसाज चाहिँ रिल्याक्स गराउँदो रहेछ फर्स्टमा चाहिँ अनि अलिक नर्भस त तर चाहिँ इट्स ह्यापनिङ फर गुड एज यो सेट्स पनि नाइस एकखेप त सक्नु त केही देखेको छैन छैन है ल देखेँ है ब्लडी देख्यो भरे यही भिडियो अनि बाबालाई एन्टिबायोटिक दियो एन्टिबायोटिक दिँदाखेरि स्लिप त्यो स्लिप सुताउने र पेन कम हुने निन्द्रा लागेर के गरेर हाई गयो त्यस्तो भयो कस्तो हाई सर्छ भएको नि पुरा निन्द्रा लागिरहेको म तिमी सर्जीमा जाँदा मस्त मसाज गर्दै बस्नु पऱ्यो अहिले चाहिँ हामी घर आइसक्यो अघि आएको खास छैन अनि भिडियो गर्न पाएन किनभने उसलाई ह्यान्डल गर्नु पऱ्यो अनि एकदम अलिअलि एक्सपिरियन्स छ उसले लास्टमा भन्छ होला सायद एक्सपिरियन्स उसको म भिडियो बनाएर एक्सपिरियन्स हाल्छु होइन हाउ डिड इट फिल भनेर अनि अहिले चाहिँ मैले लिएर 2 घन्टा सुतेपछि अनि उठेर अहिले भर्खर त्यो दबाईहरू लायो आँखा चाहिँ खोलेको छैन अलिअलि बिस्तारै अनि त्यो अहिले भर्खर टेयर ड्रप लायो फेरि सुत्ने उसले के भनेको छ डक्टरले सुत्नु भनेको छ सुत्दै गर्नु एकदम जति सुत्यो त्यति राम्रो त्यति छिटो हिल हुन्छ भनेको छ अनि अब निन्द्रा त लाग्दैन अब आँखा चिम्लेर गर्छ ऊ बस्छ म स्टोरीहरू भन्छु अहिले चाहिँ हामी अँधेरोमा बसिरहेको छ किनभने अँधेरोमा बस्नुपर्छ भनेर उज्यालोमा त्यही भएर म पनि सबैतिर पर्दामा पनि तन्ना लाएर कालो बनाएर अनि अँधेरोमा बसिरहेको छ बाबु चाहिँ अँधेरोमा छ अनि फेरि मेरो चाहिँ काम गर्नु पर्दैछ मेरो अझै स्टिल म अफिसमा छु त्यही भएर म काम गरिरहेको छु अनि हामी सुतिरहेको छ अँधेरोमा उज्यालोमा चाहिँ अँधेरोमा लाएर भनेको होइन त्यस्तो चाहिँ भन्नु खोजेको प्लिज मिस अन्डरस्ट्यान्ड
पनि दिएको छैन बाबु आशा गर्दैन भोलि खोल्ने ओके आवर 6 बाबु स्टिल सुतिरहेको छ चस्मा लाउनु पर्दैन भनेर ल्यासिक्स गरेको आँखा चिमा गरेर नि फेरि समात्छ नि फोन मेरो फोन कास हे गाइस म ल्यासिक्स गरिसकेँ अनि त्यसपछि चस्मा लाउनु पर्दैन भनेको फेरि अर्को चस्मा लगाइदिएँ यो चाहिँ गाड्रे मैले आँखा मिची नगरोस् भनेर अनि जति सक्छ आँखा बन्द गर्यो त्यति राम्रो हुन्छ त्यति चाँडो हिल हुन्छ अरे अनि ल्यासिक्स गरेको 24 आवर्स चाहिँ सकेसम्म चाहिँ आँखा बन्दै गर्नु भनेर चाहिँ सजेसन छ अरे मिस्टर नेसेतीले कहीँबाट सोर्सबाट पत्ता लाउनु भएको आई डोन्ट नो इफ इट्स ट्रु अर नट त्यो चाहिँ उहाँले नै भन्नुहुन्छ तपाईँहरूलाई अहिले त्यो ट्रु हो यु हेभ टु बी भेरी केयरफुल अबाउट योर आइज अनि भेरी प्रोटेक्टिभ फर 24 आवर्स अनि यु हेभ टु बी रियली प्रोटेक्टिभ फर एटलिस्ट 3 to 6 months होइन सुरुको एक दिन चाहिँ हाइपर केयर गर्नुपर्छ अनि एक हप्ता अलिकति स्लो तर धेरै केयर एक महिनासम्म अझै केयर अनि 3 to 6 monthsसम्म केयर अनि त्यसपछि मात्र युआर ब्याक टु नर्मल तर तिमी अझै बोल्दैन If you guys are planning on doing LASIK, I would say go ahead and do it. It's too painful केही पनि हुँदैन रहेछ कति मिनेटमा मेरो सक्यो रे बाबा 7 मिनेटमा सकेको 7 मिनेट्समा हामीले कस्तो गरेको भन्दाखेरि 7 मिनेटलाई त्यहाँ सुताको ओरेको सबै गरेको सबै गरेर नै 7 मिनेट्समा LASIK खतम भइसक्यो थियो तिम्रो ठ्याक्कै ल्यासिक्सको प्रोसिजरै चाहिँ 30 seconds Oh my god, it's हैन? quick. It's so quick. मलाई गयो सिडेटिभ खुवायो मलाई अलिअलि निन्दा लागेको थियो तर आई फेल्ट एभ्रिथिङ के गरेको भनेर मलाई त्यस्तो त्यो नदुखाउने त केही नि गर्दैन जस्तो लाग्यो मैले चाहिँ के सोचेँ त्यो बुद्धि बङ्गाएर विजम टिथ निकाल्ने बेलामा पुरा फिट्टु भएर आइरहन्छ नि के बोलेकै थाहा नहुने गरेर आई थट आई विल कम टु यु लाइक द्याट त्यस्तो हुँदैन रहेछ आई वाज इन माई सेन्सेस सबै कुरा राम्रो थियो अनि द गुड थिङ इज आइभ स्टार्टेड टु सी नाउ आई क्यान रिड अघि हामीले ट्राई पनि गर्यो कतिको देख्छ मैले त्यो फोटो फ्रेमको मुनि पढ्न ट्राई गरेको थिएँ अनि त्यो पनि भयो मलाई आँखा खोल्यो भने गाली गर्छ होला भर्खर बाबुले तर मैले खोलेको थिएन आँखा गेस गरिहाल्छ अनि त्यसपछि यता बोर्डमा पनि बाबुको बोर्डमा त्यो फ्रेस के भनेर लेखिरहेको थियो अनि उसले चाहिँ मिस्टर छेत्री जसको चाहिँ 20/20 भिजन छ उसले चाहिँ पढ्न सकिरहेको छैन अरे आई डोन्ट नो इफ यु विल कन्टिन्यू ब्लगिङ अर नट कस्तो गर्यो आई डोन्ट नो प्लिज उसलाई माफ गरिदिनु उसले गल्ती गरेको छ भने दामी गरेको छ भने प्लिज गरिदिनुहोस् अनि उसले के भन्यो मलाई उसले के भन्छ भन्दाखेरि चाहिँ यु निड टु ह्यान्डल इट टु मी भनेर कमेन्ट चलाउँछ होइन सो या सो आइल किप यु गाइज अप टु डेट अगेन हेरौँ अब राति सुत्ने बेलामा फेरि दबाई लाउने अहिले एभ्री 2 आवर्समा दबाई लाछ खाँदैन अब हट चक्लेट बनाउनु जानु लाग्छ ल सुसी खाएको देखाएन नि कति मिठो सुसी खुवाइदिएको ल सुसी खाएको चाहिँ देखाएन तर अब नेक्स्ट खाएको चाहिँ देखाउँछु ल लन्च चाहिँ होइन डिनर चाहिँ देखाउँछु ल सी गाइस रेडी भयो बिस्तारै खोला त ट्राई गर खोलेन वाइप गर्नुपर्छ म वाइप गरिदिन्छु पक्का म वाइप गरिदिन्छु पक्का नेपाली क्रिस जस्तो देखिरहेको क्रिस रे बाउ र म थोरै वकको लागि जान लाग्यो किनभने आम सो टायर्ड सुत्दा आउँछ तर इट्स टु डार्क आउटसाइड अनि पानी नि परिरहेको ए हो रहेछ चस्मा लाउनु पर्छ अरे कि म बाहिर निस्किने बेलामा त्यही भएर म वेयरिङ द स्पेक होइन शेड्स ल गाइज I'll catch up with you later मुनि हेर तिमी घरमा खाना बनाउनु हुँदैन किनभने एकदम धुवाधुलो हुन्छ भनेर गाडीमा सारा खाएर म यहाँ बिकुको घर बाहिर कुदिरहेको छु हावा चलिरहेको छ आँखा बन्द गरेर ब्लग गरिरहेको छु बाबु त्यहाँभित्र बिकुसँग किचनमा हामी डिनर लिइरहेको छ त्यसपछि त्यहाँबाट हामी घर जान्छौँ हाई बिकु
हाई कोही पनि होइन मेरो भ्लग हो हाई भनिदेऊ न आँचीमा गएर बस्नु परिरहेछ किनभने हावा चलिरहेछ अनि घरभित्र जानु मिल्दैन किनभने खानेकुरा पकाएको खाएर आइरहेछ अनि बाबुको कोल्डिङ इट्स रियली डेन्जरस फर माई आइज द्याट्स इट अनि खाना लिएर आयो यसरी आँखा चिम्मा गर्दै 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 आएको बाबुलाई यसरी हात समात्दै समात्दै घरसम्म पुग्यो खाना लिएर आयो हामीले अन्डा पनि हालेको छ त्यो चाहिँ स्पेसली मेरो लागि फर माई फास्टेस्ट रिकभरी एभर बत्ती बालिसकेको छ अब तिमी माइक्रोवेभमा तताएर खान्छ कि तातै छ हो हाम्रो रुम 34 छ म आँखा चिम्मै छ हेर्नु है तपाईँहरूसँग आँखा चिम्मै किनभने हाम्रो घर हो नि आई नो द स्टेयर्स त्यही भएर म आँखा चिम्मा गरेर हिँडिरहेको छु माई आइज निड सम लास्ट स्टेप अब राइट किन म तिम्रो ड्राइभर म एकखेप हात धुएर आउँछ अनि त्यसपछि आँखामा दबाई हालेको हेरेर एकदम राइट के भन्छ हामी आँखा बन्दवाला युट्युब हेर्ने आँखा बन्द गरेर बाबा ठाडो छु त पापा प्लिज ठाडो छु त मेरो हेयर स्टाइलिस्ट अफ द डे गाइस बाबु रेडी हुँदैछ म चाहिँ रेडी भइसकेँ एज यु क्यान सी चस्मा मलाई कस्तो देखेको छ कमेन्ट गर्नु होला मेरो भिजन यति राम्रो भइसक्यो कि मलाई यो चस्मा लगाएर जस्तो फिल भइरहेछ कि जुन त्यो मेरो ग्लासेस थियो नि पावरवाला तर होइन पानी खाँदैछु पिउँदैछु तपाईँहरू पानी खानुहुन्छ कि पिउनुहुन्छ ढिलो भइसक्यो हामीलाई मैले के बोक्नुपर्छ कि तिमीले बोक्छु म आफूलाई बोक्ने गेटिङ बेटर यो लन्ड्रीमा राखिदिन्छु लन्ड्री ब्याग पनि झर्नै आँटिसक्यो ढोका बन्द गरिदिनु आज we're so happy that we went for a little babu time अनि हामीले गएर चिकन विङ्सहरू खायो लिएर पनि आएको छ हामी चिकन विङ्स छ अनि के भन्छ बाबुले मलाई ग्लेज डोनट पनि ट्राई गर्नको लागि ल्याइदिएछ डोनट त्यसपछि घरमा गएर खान्छु किनभने मलाई चाहिँ चिकन चाहिँ बार्बिक्यू सससँग मनपर्छ चिकन विङ्स चाहिँ त्यहाँ चाहिँ बार्बिक्यू सस चाहिँ थिएन त्यही भएर अहिले ल्याएको छु अनि बाबुले मलाई यो बाबु अहिले मेल बक्स गएको छ चेक गर्नको लागि त्यति बेलासम्म मलाई यो कुन चाहिँ कोइन हो भनेर फिगर आउट गर भनेर भनेको छ इट्स रियली बिग किन फर्केको आगे रहेछ मैले आज खाना बनाउनु हुँदैन नि त्यही भएर बाबुले के अर्डर गरेछ बाबु यो सस खोलेको रहेछ हैन यो त अघिको चिकन विङ्स भइहाल्यो सानोवाला खोलेर देखाउँछ दुइटै सेम थिङ हो त्यो त उयो हो नि के हो बाबुले सबै हेरेर त तिमीले बाबा खोलेर देखाइदिउ न स्यालेड हो सो दिस इज नट बिरयानी स्यालेड यति धेरै दिस इज रायता दिस इज स्यालेड दिस इज बिरयानी एक्साइटेड टू ईट बिरयानी और क्या चाहिए बाबू बाबू और बिरयानी यति धेरै छ हामी आज बेलुका पनि यही खानेवाला छौँ भोलि बिहान पनि यही खानेवाला छ मैले खाना बनाउन सकिनँ भने चाहिँ खाना बनाउन सक्यो भने अब के खान्छु सलाद पनि फ्रेस रहेछ राम्रो Oh, salad. Nice. Raita, salad, biryani. Good. So guys, this is it for this video. If you guys did enjoy this video, don't forget to like, subscribe and share with your friends and family. Until next time. Bye 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 bye. बाबा तिमीले तिम्रो आँखाको एक्सपिरियन्सहरु त्यो बिस्तारै everyday videosहरु भन्दै जान्छ नि त अरु त भनि नै सक्यो मैले Okay, until next time guys. Bye bye. मेरो लासिक्स गरेको अलमोस्ट 3 months भइसक्यो अनि आज चाहिँ मेरो फलोअप अपोइन्टमेन्ट थियो अनि भर्खर सक्यो अनि त्यहाँबाट मैले के थाहा पाएँ भन्दाखेरि मेरो फ्ल्याप्स चाहिँ पर्फेक्टली इन्ट्याक्ट छ अनि आई हेभ अ 2020 भिजन नाउ 2025 मा 2020 भिजन मेरो चाहिँ 2025 छ भिजन नेक्स्ट इयर 2026 हुन्छ उ 2020 मै रहेछ उसको जो कस्तो लाग्यो कमेन्ट गर्नु मलाई चाहिँ ठिक लागेन That was funny, Baba.
that was funny. तिमी स्टिल क्वारेन्टाइन फेजमा रहेछ तर I'm so happy when I don't have to wear चस्मा आजकल अनि म सानोभन्दा सानो चिज पनि पढ्न सक्छु चस्मा नलगाइकन I feel so blessed. I'm so thankful. I'm so grateful that I could afford doing that. Only chasma we're gonna wear is that one, right? Yes.